मेरो मम्मीलाई जबसम्म पिडिओको नेतृत्वमा छानबिन आयोगबाट हुँदैन तबसम्म मम्मीको लात म यहाँ लादिनँ। जुनसुकै परियत भए पनि जे हुन्छ त्यो हुन्छ म लादिनँ। जुत्ती पर्वत लागे पनि म यहाँ मम्मीले लादिनँ। दस 11 बज्यो नि मम्मीले भात खान्छु भनेर फोन गर्यो अनि भतिजीले तेरो भात पठाए म पनि खाना खाएँ म भटा गएँ। त्यहाँदेखि फोन गर्यो मम्मीलाई साह्रो भयो म आएँ। त्योभन्दा पनि सुई हानिसकेको रहेछ। सुई हानि पुरा दम बढ्न थाल्यो के बढ्न थाल्यो। त्यसपछि एउटा डक्टर आयो डक्टर नाम थाहा छैन के भन्छ यहाँ हुँदैन रिफर गर्नुहोस् तपाईँ। त्यसो रिफर फाइल पठायो। त्यसमा मेरो भाइ एउटा डक्टर रञ्जित हुनुहुन्छ उहाँ आएपछि उहाँले अक्सिजन लगाइरहेको त्यति एउटा म यो अस्पताल सुधार समिति सङ्घर्ष समितिको मान्छे हो। मेरो मम्मीले आज मारेको उनीहरू जानी जानी मारेको म्याडम मलाई भन्नुहोस् नर्मल छ भने यहाँ हुन्छ नि भनिदिनुहोस् होइन भने म लान्छु बाहिर भन अदालत पर्दैन नर्मल छ केही छैन यहाँ यही ठिक भइहाल्छ भने जानी जानी मेरो मम्मीले मारिदियो। उहाँहरू भन्नुभयो इन्फेक्सन पिसाब इन्फेक्सन छ किडनीसम्म पुगेको छ नर्मल मान्नु केही डर मान्नु पर्दैन हजुरले मलाई भन्नुभयो। सुई लगाएपछि उनीहरूले मम्मी सम्हाल्न सकेन। बढेको छ सुगर टेस्ट गराए पेट दुखिरहेको छ भन्नु पेटको पनि टेस्ट गराए सबै नर्मल निस्किरहेको थियो तर पनि मेरो चित्त बुझिरहेको छैन किनभने टाइम टु टाइम ज्वरो आइरहेको थियो ज्वरो आएर पनि मेडिसिन दिँदा पनि एक दिनसम्म निको हुन्थ्यो लिभर माग्दा पनि लिभर दिइरहेको थिएन निको भएर अनि फेरि एक दिनसम्म हुँदाखेरि भन्नुहुन्छ भने यो इन्फेक्सनको कारणले भइरहेको छ ज्वरो अनि मैले उहाँले भन्नुको नआए ज्वरो दिया था मेरो जल्दी तुरन्तै दवाई तो ठीक नहीं तो दूसरा दवा तो लगाते हैं लेकिन वह दवाई टाइम टू टाइम देके लगे पूरे ठीक है पूरे नॉर्मल के साथ बहुत सब ठीक बैग लोग आए हम तो डिस्चार्ज करा तो हो गए अकेले आता मुझे मेरो ज्वरो ले केयरले को बोला बच्चे अरे धेरै लोका नयाँ बच्चे पाउँदैछु म यो हेरेर आउँदैछु त्यो हेरेर आउँदैछु ब्लड गइरहेछ एकचोटि मेरो रोका आउँदैछु यो हेरेर आउँदैछु भनेर मलाई यो नर्सिङले के हो मलाई थाहा छैन त्यसले भन्दा पनि ठिकै छ मेरो मगाई मेडिसिन लिएर मेरो बहिनीले गएदेखि भन्छ दिदी जल्दी यहाँ दादी पुरै कापैछ भनेर के लिए तो कैसे कि म आउँदैछु मेरो फर्केर सबै ठिक छ चल अनि गाह्रो पनि भइछ के इन्जेक्सन दिएके कैसे कि यो मेडिसिन दिए भने धेरै गाह्रो हुन्छ उहाँले बोल्छ अनि रञ्जित अङ्कलले फोन गरेर बोलायो सोधेको कुन मेडिसिन दियो ठिकै छ मैले खाना जरा सबै खानुभयो एउटा कुन इन्जेक्सन लगाएर म गएँ मेडिसिन लिन डिस्चार्जबाट लिन गएँ म आफू मेरो हजुरआमा हुनुहुन्न किडनीमा इन्फेक्सन छ भनेर म उहाँलाई चाहिँ अब मेरो पनि मम्मी नै पर्नुहुन्छ मैले सोद्धाखेरि भाइलाई के भएको छ भने चाहिँ किडनीमा इन्फेक्सन छ अरे अनि मैले उहाँलाई भाइले के भने डक्टर साहबसँग सल्लाह गरौँ र यदि किडनीमा इन्फेक्सन छ भने हामी माथिल्लो निकाय विराटनगर लिएर जाउँ सुदूर सम्पन्न हस्पिटलमा लिएर जाउँ र त्यहाँ राम्रोसँग हेरविचार हुन्छ अनि भाइले के भन्नुभयो भने डक्टर साहबसँग सल्लाह विचार भइरहेछ र डक्टर साहबले यी ठिक भइहाल्छ भनेर चाहिँ भाइले भन्नुभयो भाइ साहब मेरो भाइ डक्टर कुन डक्टरले त मलाई थाहा भएन ट्रिटमेन्ट नगर्न जानेर देखाभावी काम गरिराखेको छ अब त्यहाँबाट निकाल्यो अब डाक्टरहरूको भनेको उपचारको क्रममा मान्छे यसैमै हुन्छ कहाँ डाक्टर आफूमाथि दोष लिन्छ र अस्पतालको हालत यस्तो व्यस्त भइसकेको छ हेर्दा मान्छे धेरै जम्मा भएको छ तर काम भनेपछि यहाँ आफन्तहरूको अलावा केही भइराखेको छैन यो गर्नुहोस् तपाईँले शान्त गरौँ यो हल्ला नगरेको हामी सबै मान्छे लिएर गइसक्यो यो हजुरले गर्नु 100% अब सधैँभरि अस्पताल हो होइन कतिपय कुराहरूमा हाम्रो तर्फबाट पनि अब हाम्रो हामीले आफ्नो दायित्व 100% वहन गर्ने कति कुराहरू मान्छे मर्ने हाम्रो हात पनि
मैले आज अब अङ्कल किन भन्दाखेरि हामी इमर्जेन्सीको डक्टर छुट्टै छ माथि भर्ना भएको इन्डोरलाई हेर्ने डक्टर छुट्टै हुनुहुन्छ र बेला बेलामा पञ्चनामको राउन्ड आफ्नो ठाउँमा छँदैछन् र मलाई बोलाउँदाखेरि पनि कार्यक्रम दिनुहोस् भनेर उहाँले भन्नुभएको होला किनकि अब यो अब यतिखेर बिरामीको चाप त्यो दिन बगुली गर्दाखेरि फेरि चाहिँ अब त्यो यहाँ बस्नु बाबुले पनि ओपडी पनि बस्नुहुन्छ साइडमा ओपडीबाट आउँदै गर्दाखेरि उहाँ कार्डेसमा लेखेकै हो दिनुहोस् भनेर भन्ने बोल्न सक्छ औषधि त प्रायः छ अरू बेला पनि त के अरे जुन अनुसार कार्डेसमा एकचोटि मेन्टेन भइसकेपछि अनुसार उहाँले चलाउनुहुन्छ सो कसले हेरेको को डाक्टरले हेरिदिनु भएको थियो यो केस? यो केस अब डाक्टर बनाले अब यस्तो हुँदो रहेछ अब जनरल त हुन्छ मेडिकल अफिसर त सबैले हामीलाई थाहा छ होइन मेडिकल अफिसरले हेर्ने भनेको त जसको ड्युटी छ उहाँले अब ह्यान्डओभर हुन्छ त्यसपछि पछिल्लो समयको ड्युटी कसको थियो? अहिले त डाक्टर अपिलको ड्युटी हुनुहुन्छ कन्फरेन्स पनि हुन्छ भनेपछि अस्पतालले अब यस विषयमा छानबिन समिति पनि गठन गर्ला नि त? पक्कै पनि अब त्यसले भने गर्दाखेरि त्यस्तो छ भनेपछि होइन बोलाउँदाखेरि डाक्टर टाइम आइपुगेन भन्ने तरिका अब त्यस्तो छ भनेपछि कति कामले कहिले काहीँ अब त्यो अब एउटै मान्छेबाट हामीले कहिले दुईवटा तिन ठाउँ पनि उहाँले देखाउनु पर्ने हुन्छ त्यही अब यस्तो मिठाईहरू नहोस् भन्दाखेरि हामीले इमर्जेन्सीबाट इमर्जेन्सी छुट्टै छुट्याएको छौँ इन्डोरलाई हेरेर इन्डोरका छुट्टै छुट्याएको छौँ र अहिले हामीले अब यतिखेर पेसेन्टको चाप पनि बढ्दाखेरि कहिले उहाँले पहिला पनि अहिले मात्रै होइन उहाँले पहिला पनि उब्री पनि बस्नुहुन्छ उब्रीबाट आउँदै गर्दाखेरि त्यहाँ हेरेर हामीले लेख्नु औषधि दिँदै गर्नु उहाँ आउँदै गर्दाखेरि अब त्यो अब इमर्जेन्सी प्राप्त हुनु त अब हामीले हेर्दाखेरि घटना छानबिनमा एउटा मेसुको हिसाबले तपाईँले समन्वय सहकार्य गर्नुहुन्छ सहयोग गर्नुहुन्छ होइन? पक्कै पनि